सम्पूर्ण मानेगासियो। आज चाहिँ हामी चाहिँ कोरियन ग्रामर अन्तर्गत प्रिपोजिसन छन्सिसाको बारेमा पढ्न गइरहेका छौँ, जसलाई नेपालीमा नामयोगी, इङ्ग्लिसमा प्रिपोजिसन र कोरियनमा छन्सिसा भनेर हामीले चिन्दछौँ। छन्सिसा, यो छन्सिसाको बारेमा आज पढ्न गइरहेका छौँ। हामीले यसमा के पढ्छौँ भन्दा आज हामीले आज के पढ्छौँ भन्दा छन्सिसाको बारेमा पढ्छौँ। छन्सिसामा के छ, धेरै छन्, 4-4वटाको दरले पढौँ न। हामीले सुरुमा चाहिँ ए पढ्छौँ, दोस्रोमा एस पढ्छौँ, तेस्रोमा बुथ पढ्छौँ, बुथ, अनि चौथोमा काजी। छन्सिसा भनेको चाहिँ प्रिपोजिसन हो, नामयोगी हो। अनि त्यहाँबाट यो ए को अर्थ हुन्छ मा, एसको अर्थ हुन्छ मा, देखि, एसको अर्थ हुन्छ मा, देखि, बाट, हैन। अनि बुथको अर्थ हुन्छ बाट, देखि। अनि काजीको अर्थ हुन्छ सम्म। अब हामीले के बुझ्न पर्यो भन्दा यो छन्सिसा भनेको चाहिँ प्रिपोजिसन हो। ए भनेको मादेखिबाट, हामीले अर्को कलरले, ए भनेको मादेखि बा, छन्सिसा भनेको प्रिपोजिसन, ए भनेको मा, यसले चाहिँ समय र स्थानलाई जनाउँछ, तपाईँहरूले नोट गर्नु होला। अनि एस भनेको चाहिँ मादेखिबाट, अनि बुथ भनेको चाहिँ बाटदेखि, अनि काजी भनेको सम्म। कस्तो कस्तो कन्डिसनमा प्रयोग गरिन्छ मा, ए भनेको चाहिँ मा, यसलाई चाहिँ समय र स्थान, मैले अब समयलाई टी अनि स्थानलाई चाहिँ प्लेस, जस्तै समय र स्थानको मा चाहिँ ए प्रयोग गरियो। अनि फेरि एस चाहिँ मादेखिबाट अर्थ दिने ठाउँमा चाहिँ यो पनि त्यही हो, टाइम एन्ड प्लेस, यो पनि त्यही हो। अनि बुथ भनेको चाहिँ बाटदेखि, यसलाई चाहिँ टाइम, ओन्ली टाइम, टाइममा मात्र प्रयोग गरिन्छ बुथ। अनि काजी भनेको चाहिँ सम्म, यो चाहिँ टाइम र प्लेस दुइटै, लास्टको इन्डिङ टाइममा चाहिँ यसको प्रयोग गरिन्छ। अनि यो भयो। त्यसपछि हामी अर्को पढ्छौँ। अर्को पेजमा जान्छौँ। अर्को पेजमा जाँदाखेरि अब यो यसमा हामीले अब सुरुमा पढ्यौँ ए पढ्यौँ, एस पढ्यौँ, बुथ पढ्यौँ, होइन। जस्तै अघि पढ्यौँ नि, सुरुमा पढ्यौँ हामीले छन्सिसा भन्ने हो। छन्सिसा भनेको प्रिपोजिसन। अनि ए, एस, काजी, बुथ, काजी, 4वटा भयो। अब चाहिँ हामीले के पढ्छौँ भन्दाखेरि चाहिँ उही भन्ने, सरी, जस्तै अर्को कलर लिगम यार,
अर्को छ उही वी हुन्छ यस्तो छ यसलाई वी हुन्छ यसको अर्थ हुन्छ को जस्तै नामको कुनै पनि यसको उसको भन्दाखेरि चाहिँ यसको एउटा प्रयोग गरे एउटा यो भयो अर्को छ पहिला छोटो छोटो पढौँ यो दो भनेको चाहिँ पनि भन्ने अर्थ दिन्छ यो पनि तँ पनि भन्दाखेरि चाहिँ दोको प्रयोग गरियो अनि अर्को छ यसपछि रो र उरो यसको अर्थ हुन्छ द्वारा तिर यसलाई चाहिँ अलिकति बुझ्न पर्ने हुन्छ द्वारातिर यो चाहिँ कस्तो भन्दा साधन र स्थानमा चाहिँ प्रयोग गरिन्छ साधन स्थान भनेको चाहिँ जस्तै कुनै सामान जस्तै कोदालोद्वारा अनि स्थान भनेको त्यो ठाउँतिर जाँदैछु भन्दाखेरि चाहिँ जस्तै बुटोलतिर जान्छु यस्तो कन्डिसनमा चाहिँ रो उरो अहिले चाहिँ मैले तपाईँहरूलाई यसको चाहिँ सुरुमै मिनिङहरू तपाईँहरूलाई मैले भनेको छैन त्यही भएर चाहिँ तपाईँलाई यसको अर्थ मात्र र यस कस्तो ठाउँमा प्रयोग गरिन्छ मात्र बुझाइरहेको छु रो र उरो भनेको चाहिँ द्वारातिर भन्ने अर्थ दियो अब अघि नैको क्लासमा नि पढ्यौँ हामीले यो अन्त अघिल्लो क्लासमा पढ्यौँ जस्तै भवेल इन्डिङ र कन्सोनेन्ट इन्डिङको बारेमा नि पढ्यौँ भवेल इन्डिङ हुँदाखेरि चाहिँ कन्सोनेन्टवाला लिने कन्सोनेन्ट इन्डिङ हुँदा चाहिँ भवेलवाला लिने भन्ने एउटा मैले ट्रिक बताएको थिएँ हो त्यही ट्रिक अनुसार गर्नुभयो भने चाहिँ तपाईँहरूलाई याद भइसक्छ अनि त्यसपछि अर्को हाम्रो आउँछ ना र इना भन्नेवाला यसको अर्थ हुन्छ वा अथवा भन्ने अर्थ हुन्छ कुनै दुईवटा अप्सनहरूको बारेमा कुरा यसमा पनि त यो भवेल इन्डिङ छ भने कन्सोनेन्टवाला लिने कन्सोनेन्ट इन्डिङले भवेल इन्डिङवाला लिने ठ्याक्क उल्टो जस्तै ना इनाले चाहिँ भवेलवाला लिन्छ इनाले चाहिँ कन्सोनेन्टवाला यसरी बुझ्न सक्यो ना इनाको अर्थ वा अथवा तपाईँहरूले चाहिँ अर्थ नोट गर्दै होइन बाँकी कुरा चाहिँ मैले भनेको कुरा याद गर्नुभयो भने तपाईँहरूलाई सजिलो हुन्छ अनि त्यसपछि आउँछ हाम्रो अर्को आउँछ हान्थे एगे अनि के भन्ने यसको अर्थ हुन्छ लाइसँग हान्थे एगे के भनेको चाहिँ लाइसँग अनि यो जुन लास्टको यो छ नि यो फेरि आधारवाचीमा परेको हुन्छ यो चाहिँ यसलाई चाहिँ फर्मलमा प्रयोग गरिन्छ आधारवाचीमा प्रयोग गरिन्छ यसलाई अहिले आफूभन्दा रेस्पेक्टेड सिनियर मान्छेहरूलाई भन्दा संसंज्ञिम के भन्दाखेरि चाहिँ यो प्रयोग गरे हुन्छ अरूसँग नर्मल आफूसँग लेभल आफूभन्दा मुनिकोलाई चाहिँ हान्थे एगे नै प्रयोग हुन्छ आफूभन्दा सिनियरलाई चाहिँ एगे प्रयोग हुन्छ यो पनि बुझ्नुभयो त्यसपछि आउँछ हाम्रो अर्को आन्थेस एगेस अनि त्यसपछि के छ कस्तो नदेखेको अलि लेख्न समस्या भएको छ साथीहरू कस्तो नलेखेको त नि के छ हान्थेस एगेस के छ यसमा चाहिँ यो के छ भन्ने चाहिँ आधारवाची भयो यहाँ पनि त्यही हो अनि यसको अर्थ चाहिँ सँगबाट थिमबाट यो कि एस लास्टमा स आएको भएर बाटाबाट थप्यो जस्तै अघिल्लोमा लाइसँग भन्ने अर्थ दिएको थियो अनि अहिले चाहिँ यो अगाडिको अर्थ चाहिँ सेमै भयो हान्थे एगे केको अर्थ चाहिँ
सँग नै भयो, लास्टमा स थपेको भएर सँगबाट थिमबाट भन्ने भएको। अनि त्यसपछि आउँछ मेरो मैले भनेका कुराहरू र यहाँ लेखेको कुराहरू कुनैमा अब यहाँ यो डिजिटल समस्या भयो, प्राविधिक समस्याले गर्दाखेरि यहाँ कुनै कुनै कुराहरू छुट्छन्, मिस्टेक हुन्छन्। त्यो चाहिँ मेरो कुरा लेखाइ मात्र भन्दा नि बोली लेखाइ दुइटै कुरा ख्याल गर्नु, त्यो गर्नु हो भने ठ्याक्क हल्लाइ भइहाल्छ। राङ र इराङ, यसको अर्थ हुन्छ र सँग साथै भन्ने अर्थ दिन्छ। ट्याक्क अर्थ टिप्दै गन्छ। राङ इराङ भवेल इन्डिङ छ भने राङ, कन्सोनेन्ट इन्डिङ छ भने इराङ। यो त तपाईँहरूले जानिसक्नु भएको छ। अर्को आयो हामीसँग हागो, यसको अर्थ हुन्छ र सँग साथै भन्ने अर्थ हुन्छ यसको चाहिँ, रसँग साथै, हागोको हो के, रसँग साथै भन्ने अर्थ हुन्छ। अनि अर्को छ हाम्रो वा र गुवा, यसको अर्थ छ र सँग साथै। यसको अर्थ र अघिल्लोको हागोको अर्थ रसँग साथै हुन्छ भने वा र गुवाको पनि रसँग साथै नै हुन्छ। तर प्रयोग गर्ने बेलामा चाहिँ यसमा चाहिँ अपवाद रहेको छ। के अपवाद रहेको छ भने अघि पढ्दा चाहिँ हामीले भवेल इन्डिङ छ भने कन्सोनेन्टवाला लिने, कन्सोनेन्ट इन्डिङ छ भने भवेल इन्डिङवाला लिने भने जस्तै अघिल्लोमा नि राङ इराङमा पनि पढ्यो नि त। भवेल इन्डिङ छ भने कन्सोनेन्टवाला लिने, कन्सोनेन्ट इन्डिङ छ भने भवेलवाला यो चोइस लिने भन्ने हो। तर यो वा र गुवामा चाहिँ के छ भन्दा भवेल इन्डिङ छ भने भवेलैवाला लिने, वा नै लिने। वा अब अघिल्लो कन्सेप्ट अनुसार चाहिँ वा हुँदा चाहिँ कन्सोनेन्ट लिने भन्ने थियो नि, यो अपवाद भयो कि चाहिँ यो चाहिँ कस्तो भन्दा एउटा अपवाद कन्डिसन छ। कन्सोनेन्ट छ भने वा हो, यो चाहिँ तपाईँहरूले ख्याल गर्नु पर्यो। यसको अर्थ चाहिँ रसँग साथै नै हुन्छ। यसमा मात्रै भवेल इन्डिङ छ भने भवेलवालै लेख्ने, कन्सोनेन्ट इन्डिङ छ भने कन्सोनेन्टवालै लेख्ने भन्ने कुरा तपाईँहरूले चाहिँ ख्याल गर्नु पर्यो। आजको यो प्रिपोजिसनको क्लास सकिसकेको छ। अब सर अब आज के पढियो त भन्ने कुरा सर रिभिजन गरौँ। यो कुरा चाहिँ ख्याल गर्नु। आज चाहिँ हामीले पढेको विषयवस्तु थियो छन्सिसा, जसलाई चाहिँ नेपालीमा नामयोगी, इङ्ग्लिसमा प्रिपोजिसन भनिन्छ। यो चाहिँ नाउन अर्थात् नामसँग जोडिएर आउँछ। यसलाई चाहिँ कोरियनमा छन्सिसा भनिन्छ। यसमा चाहिँ के हुन्छन् भन्दा सुरुमा ए, यसको अर्थ हुन्छ मा। यो चाहिँ समय र टाइम एन्ड प्लेस, समय र स्थानकोमा चाहिँ ए को प्रयोग गरिन्छ, जसको अर्थ मा हुन्छ। अर्को छ एस, यसको अर्थ हुन्छ माबाट देखि, यो पनि टाइम एन्ड प्लेसमा प्रयोग गरिन्छ। अनि अर्को छ बुथ भनेको चाहिँ टाइममा मात्र प्रयोग गरिन्छ, जो पनि स्टार्टिङको टाइममा चाहिँ बुथ प्रयोग हुन्छ, यसको अर्थ चाहिँ बाट देखि। अर्को रहेको छ काजी भन्ने छ, यसको अर्थ चाहिँ सम्म, यो चाहिँ टाइम प्लेस दुइटैमा प्रयोग गरिन्छ। जस्तै इन्डिङ, जस्तै स्टार्टिङको समय चाहिँ बुथले देखाउँछ भने इन्डिङको टाइम चाहिँ काजीले देखायो, यही हो। त्यसपछि अर्को दो भनेको पनि, कुनै पनि, यो पनि त्यो पनि भन्ने कन्डिसनमा दो, हाम्रो नेपाली सरल तरिकाले बुझौँ। अनि अर्को चाहिँ रो उरो भन्ने छ, द्वारातिर, साधन, स्थान। अब यो द्वारा त्यो द्वारा, इङ्ग्लिसमा बाई भने जस्तो के, रो उरो भनेको चाहिँ द्वारातिर कुनै साधन स्थानमा जाँदाखेरि चाहिँ यो साधनको प्रयोग गरेर गएँ, बसद्वारा गएँ, बुटोलतिर गएँ, यस्तो कन्डिसनमा चाहिँ रो उरोको प्रयोग गरिन्छ। वी भनेको चाहिँ को भन्ने अर्थ हुन्छ, यो को हो, यस्तो को भन्ने कन्डिसनमा चाहिँ यसको अर्थ हुन्छ यसमा। अनि अर्को चाहिँ रो उरोको यो अब भवेल इन्डिङ छ भने रो लिने, कन्सोनेन्ट इन्डिङ छ भने उरो लिने, यो ठ्याक्क उल्टो छ, भवेलसँग यस्तो भइहाल्यो। अनि अर्को चाहिँ ना इना, यसमा पनि वा अथवा भन्ने दुईवटा चोइसहरूको कुरा गर्दा चाहिँ वा अथवाको प्रयोग गरिन्छ। ना चाहिँ भवेल इन्डिङ हुँदाखेरि, इना चाहिँ कन्सोनेन्ट इन्डिङ हुँदाखेरि, यो पनि तपाईँले बुझ्नुभयो। अनि हान्थे एगे के, यसको दुइटैको अर्थ हुन्छ लाइसँग, तर आधारवाची कन्डिसनमा चाहिँ के प्रयोग गरिन्छ, अरू नत्र भने अरू कन्डिसनमा चाहिँ हान्थे र एगे प्रयोग गरिन्छ। आफूभन्दा सिनियर मान्दिन पर्ने मान्छेहरूसँग कुरा गर्दाखेरि चाहिँ के लगाइन्छ भने अरूसँग चाहिँ हान्थे एगे नै लगाइन्छ।
अनि अर्को चाहिँ हान्थेस एगेस केस। हान्थेस एगेस केस यसको अर्थ चाहिँ सँगबाट थिमबाट अघिको के जस्तै यो पनि केस चाहिँ आधारवाची हो, आधार दिनुपर्नेहरूलाई केसको प्रयोग गरिन्छ। अनि राङ इराङको अर्थ चाहिँ सँग साथै भन्ने हुन्छ। भवेल इन्डिङ छ भने के अरे भवेल इन्डिङ छ भने राङ, कन्सोनेन्ट इन्डिङ छ भने इराङको प्रयोग गरिन्छ। यो पनि टिप्दै गर्नु होला। अब हागो भने यसको हागो भनेको चाहिँ रसँग साथै। प्रिपोजिसनमा हागो आयो भने यसको अर्थ रसँग साथै हुन्छ। भमा भिएसटी हादाको भिएसटी हामा अनि गो जोडेर आयो भने यसको अन्त गरेर भन्ने अर्थ हुन्छ। त्यो चाहिँ कन्डिसन हेरेर हामीले ख्याल गर्नुपर्ने हुन्छ। पछि म तपाईँहरूलाई यसको बारेमा बताउने नै छु। अहिले चाहिँ प्रिपोजिसनको खण्डमा चाहिँ हागोको अर्थ चाहिँ रसँग साथै भन्ने अर्थ आउँछ। अनि वा ग्वा यसको अर्थ पनि रसँग साथै नै हुन्छ, तर यसमा चाहिँ के अपवाद छ भने यसमा चाहिँ भवेल एन्डिङ हुँदाखेरि र कन्सोनेन्ट एन्डिङ हुँदा लिने जुन कन्सेप्ट छ त्यो कन्सेप्ट चाहिँ यसमा मात्र लागु हुँदैन। यसलाई पनि बुझिहालौँ। भवेल एन्डिङ छ भने भवेलैवाला लिने, कन्सोनेन्ट एन्डिङ छ भने कन्सोनेन्टवालै लिने, यसको अपवाद हो। अरू जस्तो हुँदैन, यसमा मात्र यो नियम लागु हुन्छ। त्यसपछि आजको भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। च्यानललाई सब्सक्राइब गर्नुहोस्, च्यानललाई सेयर गर्नुहोस्, बेल आइकन दबाइदिनु होला। साथ सपोर्ट माया चाहिँ गरिदिइरहनु होला। ल सम्पूर्णमा धन्यवाद। राम्रोसँग पढ्नु होला।